नमस्कार। अनि धेरै कुरा एउटा कुरा भन्नु मन लाग्यो कि जो चिज मान्छे हुँदैन त्यही चिज मान्छेले कदरै गर्दैन। कदर गरेर भने त्यसको मूल्य बुझ्दैन के भन्दाखेरि अब पेरेन्ट्स हुन्छ नि, आमा बाउ हुन्छ, कतिको आमा हुँदैन कतिको बाउ हुँदैन नि त होइन। अब आमा नहुनेलाई पो कति आमा हुँदा के हुन्छ भन्ने कस्तो हुन्छ भने त्यसलाई पो थाहा हुन्छ, बाउ नहुनेलाई पो थाहा हुन्छ बाउ कस्तो के हुन्छ जस्तो। अब मेरो नै कि अब मै नै अबको 13 वर्ष 12 वर्षपछि मैले हाफ सेन्चुरी हुन्छु। हाफ सेन्चुरी हुँदाखेरि पनि मलाई एउटा चिजको मिस भइरहेको छ कि मलाई त्यो भनेको चाहिँ के भन्छ बाउको। अहिले मेरो पनि हाम्रो पनि बाउ भएको भए बाउ भन्थ्यो कि आप्पा भन्थ्यो कि पापा भन्थ्यो कि के भन्थ्यो होला मैले भने त्यो सोचिरहेको छु कि म बेला बेला सम्झना आइरहेको छ कि मलाई। मान्छेको धेरैको हुन्छ, कसैले बाउ भन्छ, कसैले पापा भन्छ, कसैले देरी भन्छ, कसैले के भनेर भन्छ नि। नुहाउँदाखेरि चाहिँ आफूलाई कस्तो कस्तो लाग्छ कि अरूको देख्दाखेरि चाहिँ बेला भन्छ कि ए यो बाउ यस्तो यस्तो बाउले धेरै जाने अरे बाउ भनेको त बाउ भने जति नै जे गर्यो त्यो बाउले हामीलाई आमालाई पाल्यो, हामीलाई हुर्कायो, ठुलो बनायो, औँलासम्म त हिँड्नु सिकायो। अलि त्यो बाउलाई चाहिँ अहिले हामीले चाहिँ अलिकति जाने भएर अनि त्यो बाउले केही जान्दैन भन्नु त अलिक मजा आएन नि त। बाउलाई पनि त होला नि त, बाउले भन्छ अब मलाई त्यो हुन्छ होइन, अब हुन्छ अलि रिस्पेक्ट भइहाल्छ बाउले भनेपछि गाली लाग्छ होला। तर मलाई चाहिँ के लाग्छ भने मेरो पनि बाउ भएको छ, मलाई पनि अलिकति बाउले के भन्थ्यो कि किन भन्दाखेरि अब म जापान आएको 5 वर्ष भयो नि त। यो 5 वर्षमा अब मलाई आमा भन्छ, आमाले त अब छोरा राम्रै छ सबै छोराले राम्रै गर्छ भनेर आमाले बुझ्नुहुन्छ, के गर्नुहुन्न। सायद यो ठाउँमा बाउ भएको चाहिँ बाउले मलाई अर्कै शब्दले भन्थ्यो होला, अनि के हो त्यो 5 वर्ष भइसक्यो घर आउने कि नआउने के भन्ने थियो होला नि त छैन कि। अब त्यस्तो धेरै चिज यो चिज चाहिँ म मिस गर्छु कि मेरो पनि बाउ भएको भए त्यतिखेर आइज छिटो घरमा आइज के कस्तो छ भनेर भन्दै हुन्थ्यो नि, तर छैन कि त्यो चिज म धेरै मिस गर्छु कि। त सबैको छ, अब सबैको हुँदाखेरि अब कसले कस्तो व्यवहार गर्छ त्यो आफ्नो उपर हो नि। तर मैले चाहिँ धेरै चिज मिस गर्छु कि त्यही भएर म भन्छु कि सबैलाई नै सबैलाई भन्छु कि कदर गर्नु के आफ्नो आमाबाउलाई। बाउभन्दा अलिकति केही पढालेखा भयो भन्दैमा अलिक ठाउँ केमा आयो भन्दैमा बाउलाई त्यसो भन्ने होइन कि। बाउ कौन त भन्नु, बाउले कहिले चाहन्छ आफ्नो आमाबाउले छोरा चाहिँ नराम्रो होस् भनेर, राम्रै त होस् भनेर चाहन्छ नि। त्यही चाहन्छु कि म आमाबाउलाई चाहिँ कहिले पनि दुःख दिनु हुँदैन, चाहे जति नै जे भए पनि। किनकि त्यो आमाबाउ हुनुकोलाई त हामी छौँ नि त यार, हुनु अहिले आयो नि त हामी यहाँसम्म आयो नि त। धेरै मन कस्तो लागेको छ कि मलाई, धेरै मिस गर्छु कि म मेरो बाउ भएको साथ मलाई बाउले के भन्थ्यो कि भनेर या मैले बाउलाई के भन्थेँ कि अब मैले बिहे गरेर मेरो म पनि बाउको उमेर त हुन्थ्यो होला र भइसक्यो होइन, र पनि बाउ भएको चाहिँ के हुन्थ्यो होला भन्ने कुरा धेरै मिस गर्छु कि म, धेरै मिस गर्छु कि। त्यही भएर भएको चिजलाई चाहिँ कदर गर्नुपर्छ कि सम्मान गर्नुपर्छ। बाउ नहुनुमा र हुनुमा धेरै फरक छ नि यार, होइन र।